हाम्रो देश नेपालको 7वटा प्रदेश मध्येको एक प्रदेश हो लुम्बिनी प्रदेश। लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लाको बडैयाताल गाउँपालिकामा पर्ने वडा नम्बर 9 को छोटो गतिविधि आज हामी प्रस्तुत गर्दछौँ। नमस्कार, म वीरबहादुर थारू, बडैयाताल गाउँपालिका वार्ड नम्बर 9 को वडा अध्यक्ष। हामी विशेष गरेर बडैयाताल गाउँपालिका वडा नम्बर 9 का वडावासीलाई विशेष गरी हामी धन्यवाद दिन चाहन्छौँ, किनकि यो ठाउँमा हामीले काम गरेर उहाँहरूको हक अधिकारका लागि काम गर्नलाई हामी चाहिँ 5 वर्षको लागि निर्वाचित गराइदिनु भएकोमा सम्पूर्ण मतदाता र वडावासीलाई धन्यवाद दिन चाहन्छु। हामी आइसकेपछि, निर्वाचित भइसकेपछि हामी विशेष गरेर यो ठाउँमा शिक्षालाई अलिक राम्ररी फोकस गर्नलाई, हामी त्यो शिक्षामा सबैको पहुँच बराबरी गराउनलाई हामी मुख्य जोड दिएका थियौँ र त्यो गरिरहेको छ। हामी 9 नम्बरमा रहेका 4वटा सामुदायिक विद्यालयमा हामी प्रत्येक विद्यालय र विद्यार्थीसँग वडा कार्यालय कसरी टच हुने भन्ने कुरोलाई हामी चाहिँ विभिन्न कार्यक्रम, शैक्षिक सुधारका लागि विभिन्न कार्यक्रम भनेर हामी सञ्चालन गरेका छौँ। त्यसमध्येमा अतिरिक्त क्रियाकलाप जस्तै हाजिरी जवाब प्रतियोगिता, हामी रोटेसन अनुसार विशेष यो 9 नम्बरको सामुदायिक विद्यालयको प्रत्येक विद्यालयलाई रोटेसन अनुसार चाहिँ हामी कार्यक्रम सञ्चालन गर्दैछौँ भने वडा स्तरीय चाहिँ हामी वार्षिक परीक्षा पनि सञ्चालन गर्छौँ। 0 देखि 10 सम्मका बालबालिकाहरूलाई हामी चाहिँ वार्षिक परीक्षा चाहिँ हामी वडा स्तरीय नै सञ्चालन गरेका छौँ र मुख्य गरेर 9 नम्बरलाई शैक्षिकमा सुधार गराउनलाई हामी शैक्षिक क्यालेन्डर, वडा स्तरीय शैक्षिक क्यालेन्डर चाहिँ हामी सञ्चालन गऱ्यौँ। त्यही शैक्षिक क्यालेन्डरमा पछि हामी विभिन्न कार्यक्रम चाहिँ सञ्चालन गऱ्यौँ। त्यसैमा चाहिँ हामी यो विद्यालयको शिक्षकहरूलाई अलिक गुणस्तरीय बनाउनलाई, उहाँहरूलाई तालिम सञ्चालन गर्नुपर्छ भन्ने सोचले हामी चाहिँ शिक्षकहरूले कसरी प्रश्नपत्र निकाल्ने, विद्यार्थीसँग कसरी टच भएर अगाडि बढ्ने कार्यक्रम चाहिँ हामी सञ्चालन गरेका थियौँ र शिक्षकहरूलाई शैक्षिक सामग्री निर्माणका लागि पनि हामी तालिम दिनुपर्छ भन्ने गरेका थियौँ। र अर्को कुरो हामी चाहिँ यो शिक्षकलाई अझ गुणस्तरीय बनाउनको लागि शिक्षक अभिभावकको कार्यक्रम पनि हामी सञ्चालन गऱ्यौँ, जसमा शिक्षामा चाहिँ गुणस्तरीय होस् भन्ने चाहिँ सोचले कार्यक्रम गरेका छौँ भने अब सबै बालबालिकाहरू एउटै स्केलमा, एउटै कार्यक्रमलाई चाहिँ अगाडि बढाउनलाई, कसरी अगाडि बढ्छ भन्ने सोचले स्कुलसँग टच गराउन सबै बालबालिकाहरूलाई हामी अति विपन्न बालबालिकाहरूको क्षेत्रमा उहाँहरूको शैक्षिक सामग्री, स्टेसनरी तथा चाहिँ अन्य उहाँहरूलाई आवश्यकता पर्ने ड्रेस, कापी, कलम चाहिँ हामीले अति विपन्न बालबालिकाहरूलाई चाहिँ हामीले वितरण गरेका छौँ र उहाँहरू चाहिँ स्कुलसँग टच भएका छन् भने त्यस्तै स्वास्थ्यमा पनि हामी विभिन्न कार्यक्रम गऱ्यौँ। हामी यो ठाउँमा 9 नम्बर भनेको अति गरिब, विपन्न र पछाडि पारिएका कार्यक्रम समुदाय भएको कारणले, मुक्त कमैया सुकुम्बासी भएकै कारणले उहाँहरू स्वास्थ्यमा पनि धेरै टाढा जस्तो लागि थियो, जुन टाढाको कारणले उहाँ स्वास्थ्य उपचार भन्दा पनि मेडिकलको अन्य औषधि, महँगो औषधि किन्नुपर्ने बाध्यता थियो। त्यसलाई चाहिँ हामी जनचेतनामूलक कार्यक्रम चाहिँ सञ्चालन गऱ्यौँ, जसमध्ये हामी जनतासँग वडा अध्यक्ष कार्यक्रम भनेर सुत्केरी आमाहरूलाई सुत्केरी हुने बित्तिकै हामी चाहिँ अन्डा तथा पोषणका सामग्री चाहिँ हामी वितरण गर्छौँ।
नमस्कार, मेरो नाम बुद्धिबहादुर थापा, बरियाताल गाउँपालिका वार्ड नम्बर 9 को म वडा सदस्य। हामीले जुन निर्वाचित भएर हामी यहाँ वडामा जुन प्रतिनिधि गर्न आयौँ, त्यसपछि हामीले विशेष गरी युवाहरूलाई बढी फोकस लिएर, युवाहरू भनेको हाम्रो भावी सन्तान, यिनीहरूलाई खेल प्रेममा अगाडि बढाउनुपर्छ भनेर हामीले हरेक साल हामीले वडाबाट केही रकम छुट्याएर युवाहरूलाई ड्रेसहरू, फुटबलहरू हरेक खेलमा हामीले सामेल गर्दै, हामीले वडा स्तरीयबाट लगानी लगाउँदै हामीले सबै युवाहरूलाई हामीले हुमनाल बस्ती वडा नम्बर 9 भरिका सम्पूर्ण युवाहरूलाई हामीले एकजुट गरेर हामीले गेम खेलाउनलाई हामीले कोसिस गरेको र हामीले गेम खेलाउँदाखेरि हामीले यहाँबाट छनौट पनि गर्दै जाँदाखेरि हामीले हाम्रा खेलाडी 9 नम्बरका भाइहरूलाई पनि पालिका स्तरसम्म खेल्ने हामीले बनाएका छौँ। अहिले हाम्रा भाइहरू पालिका स्तरबाट खेल्ने हाम्रा 3-4 जना भाइहरू पनि हामीसँग तयार भइसकेको छ। यसै गरी आगामी दिनहरूमा पनि हामीले ती भाइहरूलाई अझै प्रोत्साहन गरेर अझै पालिकाभन्दा जिल्ला स्तरीय हुँदै अझै माथि खेल्नको लागि पनि हामीले उहाँ भाइहरूलाई अझै पनि हामीले आगामी दिनहरूमा पनि यसै गरी बजेट छुट्याएर ट्रेनिङ दिने हामीले व्यवस्था गर्ने भनेका हामी छौँ। र यसै गरी हामीले अहिले गरिब दुखी बालबालिकाहरूलाई, असहाय बालबालिकाहरूलाई पनि हामीले पालिकाको समन्वयबाट हाम्रो वडाबाट पनि हामीले केही बजेट छुट्याएर र हामीले सङ्घ संस्थाहरूलाई पनि गुहारेर उहाँ बालबालिकाहरूलाई पनि हामीले ड्रेसहरू, कापी कलमहरू पनि हामीले वितरण गरिरहेका छौँ। र वृद्ध बाआमाहरूलाई पनि हामीले उहाँहरूलाई पनि केही राहत दिनुपर्छ भनेर हामीले उहाँहरूलाई एकल महिलाहरूलाई, वृद्ध बाआमाहरूलाई पनि हामीले झुल तन्नाहरू उहाँहरूलाई हामीले सक्दो सेवा गरिरहेका छौँ। जाडोमा न्यानो कपडाहरू पनि हामीले बाँडिरहेका छौँ। मलाई लाग्छ हामीले गरेको काममा हाम्रा वडा नम्बर 9 का बासिन्दाहरू, सम्पूर्ण जनताहरू आजसम्म खुसी नै भएको जस्तो लाग्छ मलाई। वडा कार्यालयको आयोजनामा हामी चाहिँ यो सरकारी स्वास्थ्य आधारभूत स्वास्थ्य केन्द्रमा चाहिँ हामी सेवा लिनुपर्छ भनेर विभिन्न समुदायमा चाहिँ हामी अभिमुखीकरण कार्यक्रम, आम भेला कार्यक्रम सञ्चालन गरेका छौँ। र त्यो कार्यक्रमले अहिले पनि हाम्रो 9 नम्बरमा लगभग धेरै अब चाहिँ स्वास्थ्यसँग टच भएर आफ्नो समस्या चाहिँ समाधान गरिरहेको हकमा चाहिँ हामी पाएका छौँ। त्यसमा चाहिँ अझ सहयोग गराउन हामी यस ठाउँमा रहेका स्वयंसेविकाहरूलाई प्रोत्साहन गर्नुपर्छ भन्ने सोचमा हामी विभिन्न कार्यक्रमबाट उहाँहरूलाई सम्मान गर्दैछौँ। कहिले साइकल वितरण, कहिले उहाँहरूलाई प्रमाण, उहाँहरूको कार्यलाई चाहिँ कदर गर्दै सम्मान र अन्य विभिन्न कार्यक्रमलाई उहाँहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम गर्दैछौँ। भने स्वास्थ्यसँग वडा कार्यालय भनेर हामी चाहिँ कुपोषित बालबालिकाहरूलाई, विशेष गरेर कुपोषित बालबालिकाहरूलाई छनौट गरेर हामी चाहिँ त्यस कुपोषणबाट बाहिर ल्याउन या कुपोषित रहित वडा बनाउन चाहिँ हामी कार्यक्रम सञ्चालन गर्दैछौँ। विभिन्न सङ्घ संस्थाबाट माग पनि गर्दैछौँ। यो क्षेत्रमा हामी कार्यक्रम गऱ्यौँ भने हाम्रा साना बालबालिकाहरू भोलिका दिनमा राम्रो स्वस्थ रहन सक्छन् भन्ने सोचले चाहिँ हामी यो कुपोषित कार्यक्रम चाहिँ सञ्चालन गरेका छौँ। र स्वास्थ्य शिविर जस्ता कार्यक्रम सञ्चालन गरेका छौँ। महिलाहरूको पाठ्यघर सम्बन्धी शिविर सञ्चालन गरेका छौँ। सबैको लागि आँखा अनिवार्य भन्ने चाहिँ हाम्रो सोचले आँखा शिविर सञ्चालन गरेका छौँ। हामी चस्मा वितरण कार्यक्रम सञ्चालन गरेका छौँ भन्ने यस्ता कार्यक्रम चाहिँ हामी धेरै प्रत्येक वर्ष स्वास्थ्यमा पनि हामी यसरी बजेट छुट्याउँछौँ। जस्तै शिक्षामा छुट्याउँछौँ, त्यसरी चाहिँ हामी स्वास्थ्यमा पनि छुट्याइरहेका छौँ। त्यस्तै चाहिँ अति विपन्न बालबालिकाहरूलाई अझ हामी जोड्नलाई, स्कुलसँग पहुँच गराउनलाई हामी चाहिँ उहाँहरूको परिवारसँग, अभिभावकसँग चाहिँ छलफल गरेर चाहिँ उहाँहरूको के आवश्यकता हो त्यो पूर्ति गरेर चाहिँ हामी स्कुलसँग जोड्ने वातावरण मिलाइदिन्छौँ। जस्तै उहाँहरूको शुल्क लिइरहेछ, शुल्कको विषय हुन सक्ला, विद्यार्थीको पोसाकको विषय हुन सक्ला, उहाँहरूलाई ट्युसनको विषय हुन सक्ला। उहाँको विद्यालय र अभिभावकसँग जोडेर चाहिँ हामी निःशुल्कको व्यवस्था गरिदिन्छौँ र उहाँहरूसँग समन्वय गरेर अगाडि बढाइरहेका छौँ। त्यस्तै गरी चाहिँ बालबालिकाहरू र युवाहरूलाई प्रोत्साहन गर्नुपर्छ भन्ने सोच हामी त्यसमा पनि जोड दिएका छौँ। बालबालिकाहरूलाई बाल अधिकार सम्बन्धी, बाल विवाह सम्बन्धी, बालबालिकाको नेतृत्व सम्बन्धी, बालबालिकामा पर्ने असर को सम्बन्धी चाहिँ हामी विभिन्न अभिमुखीकरण सञ्चालन गर्छौँ। भने युवाहरूलाई उद्घोषण सम्बन्धी तालिम, पत्रकारिता सम्बन्धी तालिम, किनकि यो समय भनेको त
मिडिया सामाजिक सञ्जाललाई चाहिँ अलि अगाडि बढिरहेको आधुनिक जमानामा चाहिँ यसरी सञ्चालन गरेका छौँ। त्यस कारणले चाहिँ यो हामी चाहिँ युवाहरूलाई पनि त्यसरी प्रोत्साहन गर्दैछौँ। उद्घोषण तालिम सञ्चालन गर्दैछौँ। उद्घोषण तालिम मात्र नभएर युवाहरूलाई चाहिँ हामी रोजगारसँग जोड्ने कार्य चाहिँ सञ्चालन गर्दैछौँ। विभिन्न रोजगारसँग जोड्ने, जस्तै हामी लोप हुँदै गरेका जुन सिप हुन् त्यसलाई चाहिँ जोड्दैछौँ। विशेष गरेर आरन भन्ने यो लोप हुँदै थियो, हाम्रा जस्ता युवाहरूले चाहिँ यसलाई चाहिँ युज गरिरहेको थिएनन्। हँसिया बनाउने अन्य सामग्री आरन सहयोग गरेका छौँ युवाहरूलाई। र अति विभिन्न मुक्त कमैया सुकुम्बासी र अति विभिन्न परिवारलाई चाहिँ हामी झुल वितरण सहयोग गरेका छौँ। त्यस्तै चाहिँ न्यानो कपडा वितरण सहयोग गरेका छौँ। हामी प्रत्येक वर्ष केही न केही रकम छुट्याएर केही क्याटेगोरी छुट्याएर उहाँहरूलाई चाहिँ हामी यसरी वितरण गरेका छौँ भने ज्येष्ठ नागरिकहरूलाई सम्मान स्वरूप हामी लगभग हामी निर्वाचन भएको यो 4औं वर्ष हुँदासम्म 2 चोटि चाहिँ हामी वितरण गरेका छौँ। कुन ज्येष्ठ नागरिकहरूलाई दिने भन्ने कुरो चाहिँ हामी यसरी छनौट गरेर विशेष गरेर समुदायिक वर्ग, समुदायिक टोल विकास समिति र अन्यहरूसँग राजनीतिक दलहरूसँग छलफल गरेर चाहिँ हामी त्यसरी छनौट गरेर उहाँहरूलाई वितरण गर्ने कार्य चाहिँ गरेका छौँ। र जीविकोपार्जनमा जोड्न चाहिँ हामी विभिन्न तालिम सञ्चालन गरेका छौँ। जस्तै गुडिया बनाउने, हाते औजारी बनाउने, अनि सिलाइ कटाइ, अनि बुना टपरी, ढकिया जस्ता अन्य विभिन्न तालिम चाहिँ हामी सञ्चालन गरेका छौँ। जसमध्ये धेरै महिला साथीहरू चाहिँ जीविकोपार्जनमा उहाँहरूको धेरै टेवा पुगेको छ। मेरो चाहिँ हामी चाहिँ यो सिलाइ कटाइ सिक्दैछौँ। यो पाराले चाहिँ हाम्रो यो संस्थाले चाहिँ हाम्रो राम्रोसँग आफ्नो नानीलाई चाहिँ दिनुभएको। यो चाहिँ सिकेर अझै पनि हामी कुनै चिजहरू कामहरू गर्न सकिन्छ भनेर हामी चाहिँ यो तालिम सिकिरहेको छौँ। यस्ता विभिन्न किसिमका तालिमहरू चाहिँ हामीले गर्न पाउँदा एकदम खुसी नै छौँ। अझै विभिन्न किसिमका तालिमहरू आउँदा हामी चाहिँ गर्न सक्छौँ भनेर आश पनि छ। हामी चाहिँ यस तालिममा आफ्नो आत्मनिर्भर हुन अनि के आफ्नो आय आर्जन गर्न सक्ने, आफ्ना व्यक्तिगतको आय आर्जन पुऱ्याउन सक्नेमा चाहिँ यो तालिमहरू गर्न इच्छुक भएर हामी सिलाइ कटाइको तालिम गर्न आएका हौँ। सम्पूर्ण वार्ड नम्बर 9 वासीहरूप्रति मेरो नमस्कार। मेरो नाम विष्णु प्रसाद थारू। 2079 सालदेखि जुन हामी निर्वाचित भएर आएपछि हाम्रो बढियाटाल वार्ड नम्बर 9 को हाम्रो यो वार्ड नम्बर 9 एकदम पीडित बस्ती र एकदम दुर्गम बस्ती भएको हुनाले हाम्रो यहाँ गाउँ र बस्ती दुवै ठाउँमा हामीले जुन कमैया र सुकुम्बासी अव्यवस्थित बसोबासी धेरै भएको हुनाले हाम्रो यो नेपाल सरकारसँग हाम्रो यो कमैया सुकुम्बासीहरूको अव्यवस्थितहरूको लागि हामी एकदम हाम्रो वार्ड नम्बर 9 बाटै हामी एकदम पहल गरिरहेछौँ र हामी यो भूमिहीन सुकुम्बासी अनि दलितहरूलाई हामी निशा प्रमाण पनि हामी सकेसम्म सबैलाई हामी उपलब्ध गराइसकेका छौँ। र यसमा अब निशा दिइसकेपछि हाम्रो यो नेपाल सरकारले सबैलाई अब पहिचान गरेर सुकुम्बासी भूमिहीन दलितहरूलाई व्यवस्था गर्नुपर्ने हामी जोरदार माग गरिरहेछौँ र हामीले यही हाम्रो 1 वर्षसम्म हामी गरिसक्नुपर्ने हामी विचार सोच गरेका छौँ।
मात्र होइन, यो त जङ्गलको छेउमा छ, धेरै विपद, धेरै आतङ्क, जङ्गली जनावरको आतङ्क बढेको स्थिति छ, विपद आउन सक्छ भन्ने सोचले हामी तत्कालै राहत हुने केही चाहिँ विपदका सामग्री पनि हामी चाहिँ वितरण गर्छौँ। अहिले पनि तत्कालै केही भयो भने तुरुन्त फास्ट के गर्न सकिन्छ भन्ने सोचले उहाँहरूलाई तिरपालको व्यवस्था गर्ने कि उहाँहरूलाई कपडा केही आवश्यकता कपडा छिमेकीको लागि कपडा र केही खाने सामान चाहिँ हामी चाहिँ यसरी वितरण गर्ने गरेका छौँ। त्यस्तै चाहिँ हामी यो ठाउँमा आय स्रोत जोड्नलाई हामी र सबैजना चाहिँ केही न केहीसँग टच भएर काम गरोस् भनेर हामी पशुलाई अलि जोड दिएका छौँ। तरकारी खेती, बेमौसम तरकारी खेती र अन्य खेतीहरूलाई चाहिँ हामी यसरी जोड दिएका छौँ, जुन अहिले चाहिँ हामी विशेष गरेर शक्तिनगरको हाट बजारलाई जोडेर त्यो हाट बजारमा हाम्रै उत्पादन भएका तरकारी जोडियोस् भनेर चाहिँ तरकारी खेती का तालिम, व्यावसायिक तरकारी खेतीका तालिम र कृषि सामग्री चाहिँ हामी सहयोग गरेका छौँ र त्यस कृषि सामग्री पाइसकेका उत्पादनमा जोडेका किसानहरूलाई चाहिँ हामी चाहिँ प्रोत्साहनसहित कृषि सामग्री पनि सहयोग गरेका छौँ। शुक्रबारे हाट बजारमा चाहिँ उहाँहरू चाहिँ अहिले चाहिँ आफ्नो व्यवसाय गरेर उहाँ खुसी हुनुभएको छ र उहाँ आफै व्यवसाय बनिसक्नु भएको स्थिति देखेका छौँ। नमस्कार, मेरो नाम गीता परियार, बडाइतला फाउन्डेसनको म महिला सदस्य। हामी वडा सदस्य भएर जितेर आएदेखिको काम महिला उद्यम कार्यक्रम हामीले चलाएका थियौँ। जस्तो सिलाइ कटाइ, हामी टपरी बुनाइ थियो, त्यसपछि उद्यमी तालिम, घटिया बुनाइ थियो, गुडियाहरू बुनाइ थियो। र अब त्यति मात्र होइन, यो ठाउँमा 9 नम्बरमा हामी प्रत्येक जाति अनुसार उहाँहरूलाई के भन्छ धेरै लोभ भइरहेको पहिरन भयो, पोसाक भयो, त्यस्तालाई पनि जोड्नुपर्छ भनेर हामी प्रत्येक गाउँलाई, हामी थारू गाउँलाई मादल हो अनि नाच्ने पोसाक, थारू पोसाक भन्ने सामग्री चाहिँ हामी वितरण गरेका छौँ। मगर समुदायलाई मगरको ड्रेस वितरण गरेका छौँ, किनकि त्यो लोभ नहोस् र उहाँहरू पनि भोलिका दिनमा यसलाई चाहिँ बचाएर आफ्नो संस्कृति, पहिचान चाहिँ बचाउन सकियोस् भन्ने कुरो चाहिँ हामी यसरी वितरण गरेका छौँ। भने युवाहरूलाई प्रोत्साहनका लागि हामी विभिन्न ठाउँमा खेलकुद सामग्री वितरण गरेका छौँ। खेलकुद मात्र होइन, अब चाहिँ वडा स्तरीय छनौट गर्नुपर्छ, युवाहरूलाई पनि एउटा टिम बनाउनुपर्छ वडा स्तरीय भनेर वडा स्तरीय खेलाडी छनौट गरेर हामी पालिका स्तरसम्म चाहिँ खेलमा पठाएका छौँ। त्यो खेलको लागि चाहिँ खेल नभएर हाम्रो 9 नम्बरलाई चिनाउनको लागि पनि खेल होस् भनेर चाहिँ वडा अध्यक्ष कप जस्ता फुटबल गेम चाहिँ सञ्चालन गरेका छौँ हामी 9 नम्बरले। यसरी चाहिँ हामी विभिन्न यो सेक्टरमा काम गरिरहेको बेला चाहिँ हामी यसरी काम गर्दैछौँ भन्ने हो। र अर्को पूर्वाधारतिर चाहिँ हामी जोडिएका छौँ। पूर्वाधारमा हामी विशेष यो 9 नम्बरमा सायद कालोपत्रे अहिले चाहिँ हामी ल्याउन धेरै 3टा प्रोजेक्ट चाहिँ सफल भएका छौँ र अन्य प्रोजेक्टको तयारीमा छौँ अझ पनि। जयकालिकादेखि मुनाल बस्ती हुँदै देशनपुर वडा कार्यालय नहरसम्म चाहिँ हामी कालोपत्रे पिच चाहिँ सम्पन्न गरिसकेका छौँ। त्यो चाहिँ हामी यो वर्ष सम्पन्न भइसकेको छ भने अर्को नयाँ प्रोजेक्ट चाहिँ हामी मुनाल बस्तीको टुलनारायण श्रेष्ठको घरदेखि माथि गुम्बा चोकसम्म चाहिँ हामी पिच निर्माण गर्ने तर्खरमा छौँ र बन्ने अन्तिम चरणमा पुगेको चाहिँ जानकारी गराउन चाहन्छु। र अर्को चाहिँ हामी जनतानगर चोकदेखि वनशक्ति हुँदै शक्तिनगरसम्मको प्रोजेक्ट फेरि सञ्चालन गरेका छौँ। त्यो प्रोजेक्टले चाहिँ स्ट्रक्चरको काम चाहिँ सञ्चालन गरेको छ र सायद लाग्छ आउने वर्षसम्म त्यो पनि सम्पन्न हुन्छ भन्ने चाहिँ बहुवर्षीय योजना चाहिँ हामी त्यो पनि राखेका छौँ। अर्को चाहिँ जुरपानी टोलमा चाहिँ हामी पिचको कार्यक्रम सञ्चालन गरेका छौँ भने यही वर्ष नै सुरु हुने चाहिँ त्यहाँ पनि चाहिँ स्ट्रक्चरको काम चाहिँ यही वर्ष सुरु हुन्छ र अर्को वर्ष पिचको पूर्ण तयारी गर्ने भन्ने कुरो चाहिँ गर्दैछौँ। र हामी यो ठाउँमा सबभन्दा राम्रो फुटबल खेलाडीहरूको लागि या अन्य खेलाडीको ठुलो ग्राउन्ड भनेको हाम्रो 15 बिघा खेल मैदानलाई चाहिँ हामी
विशेष गरेर त्यसलाई नै 9 नम्बरको रङ्गशाला खेल मैदान 15 बिघा भनेर चाहिँ चिनाउनको लागि त्यहाँ पनि धेरै कार्यक्रम सञ्चालन गरेका छौँ, जसमा चाहिँ चारैतिर बाउन्डरी लगाइसकेका छौँ। एउटा ठुलो घर बनिसकेको छ र त्यसमा चाहिँ विभिन्न क्रिकेट भयो, भलिबल भयो, त्यसैभित्र खेल्न पाउने फुटबल भयो जस्ता खेल चाहिँ हामी चाहिँ सञ्चालन गरेका छौँ। र हामी जङ्गलमा धेरै यो जङ्गलकै एरिया सबैतिर पर्ने भएकोले यो ठाउँलाई साँझ फर्किने बेला या बिहान जाने बेला एकदम जङ्गली जनावरको आतङ्क भएको कारणले उहाँलाई पनि सेभ गर्नलाई पनि हामी विभिन्न सबै ठाउँमा चाहिँ जङ्गलको चारैतिर पर्याप्त त छैन, तर पनि चारैतिर हामी जङ्गलको सोलर बत्ती चाहिँ सडकमा चाहिँ सोलर बत्ती चाहिँ हामी निर्माण गरेका छौँ। त्यस सोलर बत्तीले पनि धेरै जङ्गली जनावरबाट बचिएको छ र अन्य आतङ्कबाट पनि चाहिँ हामी विद्यार्थी, महिला, अन्य सबैजना सुरक्षित चाहिँ भइरहेको स्थिति चाहिँ भइरहेको छ। र सानोतिनो कार्यक्रम चाहिँ हामी यही बाटो ग्राभेल भयो, माटो कटान, हेम पाइप, विद्युत विस्तार जस्ता कार्यक्रम चाहिँ हामी सबै गाउँमा चाहिँ धेरै होइन केही बजेट हाम्रो वडाको बजेटले पर्याप्त हुने गरी चाहिँ हामी सम्बोधन गरिरहेका छौँ र त्यो चाहिँ प्रत्येक वर्ष त्यो गरिने कार्य भएको कारणले त्यो टुक्रा टुक्री योजनाको सबैको नाम नलिकन एकमुष्ट हामी मुनाल बस्ती, स्टेसनपुर, जनता नगर, शक्तिनगर, विकासनगर, जुक्तिनगर, सेवानगर गरेर यसरी चाहिँ हामी चाहिँ सञ्चालन गर्दैछौँ त्यो गर्ने। र अर्को चाहिँ हामी यो पुललाई संरक्षण गर्दै र यो समुदायलाई संरक्षण गर्दै भनेर तटबन्धन चाहिँ हामी जोडेका छौँ र तटबन्धन पनि अहिले चाहिँ सम्पन्न भएको छ, जुन यो हाम्रो 9 नम्बरको गौरवकै योजना हो। त्यसलाई चाहिँ हामी पुल निर्माण भए पश्चात पुललाई संरक्षित गर्दै तटबन्धन पनि हामी सञ्चालन गरेका छौँ। र हामी यो ठाउँमा अझ पनि 2800 घर परिवार भूमिहीन सुकुम्बासी, दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको फारम दर्ता भएको छ। त्यसलाई चाहिँ अन्तिम चरण ओडाले गर्ने अन्तिम चरणमा पुगाएर हामी चाहिँ पालिकाले आयोगसम्म चाहिँ पुगाएको स्थिति छ र सबै 2800 जनालाई चाहिँ हामी निसा वितरण गरेका छौँ। र अब सरकारले र आयोगले चाल्ने छनौट गर्ने प्रक्रिया चाहिँ सुरु गरेको छ र त्यो सुरु गर्दाको क्रममा चाहिँ हामी 9 नम्बरले गरिने सबै काम अन्तिम चरणमा पुगाएका छौँ र यो पनि व्यवस्थापन गर्न सकिन्छ भन्ने विश्वास पनि गर्दछु। र हामी विभिन्न ठाउँमा यो ठाउँमा मात्र नभएर अबका दिनमा प्रत्येक यो मुक्त कमिया सुकुम्बासी भएको कारणले आगामी दिनमा पनि धेरै अझ पनि 60-40 छ। 40% चाहिँ विकासको काम चाहिँ पूर्वाधारको काम चाहिँ सम्पन्न भएको छ भने 60% नयाँ ठाउँ भएको कारणले अझ पनि 60% विकास नभएको स्थिति छ। त्यसलाई पनि पूर्ति गर्न विभिन्न निकाय सङ्घीय सरकारसँग हामी अनुरोध गर्दैछौँ। प्रदेश सरकारसँग पनि हामी प्रत्येक वर्ष चाहिँ केही न केही बजेट विनियोजन गरेर ल्याउँदैछौँ भने पालिका र वडाले गर्ने गतिविधि चाहिँ हामी प्रत्येक वर्ष गरिरहेका छौँ भन्दै हामी अन्तिममा मैले के जानकारी गराउन चाहेँ भने हामी यो शिक्षक र शिक्षा र स्वास्थ्यलाई अझ मुख्य प्राथमिकता दिएर यो ठाउँको विकास भन्दा नि हाम्रो बच्चाहरू चाहिँ स्कुलसँग जोडिने कार्यक्रम चाहिँ विशेष प्राथमिकता दिँदैछौँ भन्दै सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद दिँदै म आफ्नो भनाइ यति नै छु।